हेर त आज करेला जरा खनेको कत्रो बोले करेलाले करेला अड्डा खाएको होइन यो नानीले आमालाई अड्डाको पो भाज्यो यहाँबाट तल अझै क्या भाज्यो ठ्याक्कै तरुल जाइन्छ यस्तो सिधा खाऊ म ल हेरै तरुल लाउनु आन्टी तरुल म कस्तो गरेको ठाउँमा छु त फेरि तिमी राम्रै ठाउँमा छौ पैसा निकाल्दै यति आइची आलु भयो अहिले त आन्टी तपाईँ र म त माघबाट त यही तरुल र करेलाको जरा खन्दैमा बिजी हौँ नि मरिन्छ के हो नि यस्तो त गर्दैन थियौँ खाना बार्नु मरिन्छ र झन् बाँचिन्छ हामी यस्तो गर्दैन थियौँ है 60 वर्ष बाँच्ने भयो 70 वर्ष बाँचिन्छ केटी हो र फुले यहाँ फुले सेन्जना सेन्जना यता राख्ने फुलै हात त नि अब नि यहाँ पोहोर कति ठुलो कुहिएको चाहिँ यता फुल फेरि भित्र गुटी हालिएको छैन उक्लिने बाटो पनि भएन क्या बाटो बनाएर उक्लिने बाटो बनाउनु पर्यो त्यो त सानो छ यता फल छ कि यस्तो साइडमा ल यहाँ त कहाँबाट काठ आएको है